everyone, welcome back to my new video. I hope हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। एन्ड आज हामी जाँदैछौँ मिस्केट पार्क हैन अनि सो हजुरहरुले भिडियो लास्टसम्म हेर्दिनु होला अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गरिदिनु होला। अब हामी चाहिँ डाइरेक्ट स्केट पार्कतिर जान्छौँ हैन। चस्मालाई चाहिँ कस्तो देखे कमेन्ट गर्नु। सो हजुरहरुले यो चस्माको क्वालिटी चेक गराउँछु है रोकिन। देख्न सक्नुहुन्छ कस्तो बवाल देख्छ कि चस्माको क्वालिटी चाहिँ। सो देख्न सक्नुहुन्छ मेरो साइकल मैले चाहिँ यहाँ पानी हालिदिएको छु कि पानीको बोतल अनि यता हाम्रो दाइ अनि हामी चाहिँ अब टक्क लगाएर जान पर्ने हुन्छ स्केटिङ पार्क। भिडियो लास्टसम्म हेर्दिनु होला है, त्यही भन्न चाहन्छु। अलरेडी गाइस अब चाहिँ हामी यहाँबाट निक्लेको हजुरहरूलाई डाइरेक्ट स्केट पार्कको मन्दिर सिरीमा गएर भेट्छ है त। गाइस हामी जाँदैछौँ यहाँ चाहिँ गुन्जानगरको पानी ट्याङ्की होइन देख्न सक्नुहुन्छ अनि अगाडि जाँदैछौँ त्यही नै हो। यहाँ उनीहरू एउटा राइडर हुँदा हाम्रो राइडर हुँदा खतरा उहिले हान्नेर अघि धन्न लडेन फेरि एकचोटि हान्दिनँ भन्नु अरे। एकचोटि उहिले जाओस् ल दाइ, उहिले अब हेर्ने आइज यति मात्रै उठ्छ कि धेरै उठ्दैन दाइको। फेरि यहाँको पानी ट्याङ्कीमा चाहिँ फेरि त्यहाँनिर मौरी छ कि देख्न सक्नुहुन्छ। अब ल फेरि ल या सो आज कतिचोटि लड्ने गर्नु साथै जुम्नु होला सायदै, अब थाहा छैन कतिचोटि लडिन्छ। अलरेडी आज हामी स्केट पार्क आइसकेको छु है। बुम हो यहाँ चाहिँ हेलो एभ्रिवान, हामी चाहिँ खेलेर पनि भइसकेको छौँ बस्न देख्न सक्नुहुन्छ। अनि हाम्रो यहाँ दोस्तहरू यहाँ चाहिँ अर्को मान्छेहरू खेलिरहेको छ अनि अब चाहिँ हामी सानो एउटा काम पऱ्यो कि चस्मा पसल जानुपर्ने भयो। अब हेर्दै जाऊँ है मेरो चस्मा चाहिँ अब के भयो भनेर बाटोमा हुन्छ। राइट गाइस हामी चाहिँ चनौली जाँदैछौँ। यो चाहिँ चनौली नै हो तर यो चाहिँ चनौलीको भित्र स्केट पार्क। अनि हामी चाहिँ किन जानु लाग्यो भन्दा चाहिँ मेरो चस्माको एकपट्टिको त्यो यसरी लाउने कुरा हुन्छ नि त्यो चाहिँ हल्का नट फुस्क्यो अनि त्यही कस्मालाई जानु लागेको होइन अनि त्यही हो। सो हेरिदिनु होला लास्टसम्म भिडियो। सराइट गाइज फाइनली मैले चस्मा बनाइसकेको छु। यतापट्टिको यो हुन्छ नि अरू यो नटै भएको थियो कि अनि फेरि फेरेको होइन। सो त्यही हो गाइज हामी चाहिँ अहिले बगैँचा आइसकेको छौँ देख्न सक्नुहुन्छ। अनि हाम्रो साइकल अनि हामी चाहिँ अहिले यहाँ बसिरहेको छौँ। यहाँ कमला कति धेरै हो। सराइट गाइज हाम्रो खाजा आइसकेको छ। अब टक्क खाइसी भेट्छु हजुरहरूलाई। गाइज हाम्रो चटोट भइसकेको छ देख्न सक्नुहुन्छ होइन। राइट गाइज हामी चाहिँ अहिले त्यो बगैँचाबाट निस्केको अनि अब चाहिँ घरतिर जानु लागेको होइन। सो थ्याङ्क्स फर वाचिङ भिडियो। मन पऱ्योमा लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला, त्यही नै हो। बाई।